नेपाली राजनीतिमा बेला बेलामा यस्ता भुइँचालोहरू जान्छन् जसले वर्षौंदेखिको शक्ति सन्तुलनलाई नै हल्लाइदिन्छन्। हो, सन् 2023मा पनि त्यस्तै एउटा राजनीतिक झट्का महसुस भयो जब एउटा नयाँ अनुहारले स्थापित दलहरूको जग हल्लाइदियो। यो कथा हो डाक्टर स्वर्णिम वाग्लेको र कसरी उनको आगमनले नेपालमा एक महान उथलपुथलको सङ्केत गर्यो। यो सबैको सुरुवात भयो तनहुँ 1 को उपनिर्वाचनबाट। नतिजा आउँदा धेरैजना त स्तब्ध नै भए। राष्ट्रिय स्वतन्त्र पार्टीबाट भर्खरै राजनीतिमा आएका स्वर्णिम वाग्लेले खसेको कुल मतको आधाभन्दा पनि बढी झण्डै 55% मत एक्लैले पाए। हेर्नुस्, यो केवल एउटा जित मात्रै थिएन, यो त स्थापित दलहरूका लागि एउटा ठूलो चेतावनी थियो। परिवर्तनको हावा चल्न थालिसकेको थियो। र त्यो जनमतको आकार कति ठूलो थियो त? लगभग 15,000 मतको विशाल अन्तर। यो कुनै सामान्य मतान्तर होइन। उनले देशको सबैभन्दा पुरानो पार्टीका उम्मेद्वारलाई सजिलैसँग हराए। एउटा नयाँ पार्टीको नयाँ अनुहारका लागि यो जितले केवल एउटा सिट जिताएको थिएन, यसले त एउटा ठूलो राजनीतिक परिवर्तनको ढोका नै खोलिदिएको थियो। त्यसैले अब मुख्य प्रश्न यहीँनेर उठ्छ, आखिर को हुन् त स्वर्णिम वाग्ले? विश्व बैंक र संयुक्त राष्ट्र सङ्घ जस्ता विश्वकै प्रतिष्ठित संस्थाहरूमा काम गरेका एक अर्थशास्त्री कसरी अचानक नेपाली राजनीतिको केन्द्रमा आइपुगे र यति ठूलो परिवर्तन ल्याउन सफल भए? उनको यो यात्रा बुझ्न हामीले अलिकति पछाडि फर्केर हेर्नै पर्छ। राजनीतिमा आउनु अघि डाक्टर वाग्लेको परिचय एक उच्च दक्ष अन्तर्राष्ट्रिय अर्थशास्त्रीको थियो। उनको कार्यक्षेत्र काठमाडौँका गल्लीहरूभन्दा धेरै पर विश्वका नीति निर्माण हुने ठूला ठूला केन्द्रहरूमा थियो। उनको शैक्षिक र व्यावसायिक यात्रा हेर्ने हो भने साँच्चीकै प्रभावशाली छ। लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड युनिभर्सिटी र अस्ट्रेलियन नेसनल युनिभर्सिटी जस्ता विश्वका टप संस्थाहरूबाट उच्च शिक्षा लिए। त्यसपछि लगभग 25 वर्षसम्म विश्व बैंक र UNDP जस्ता संस्थाहरूमा वरिष्ठ अर्थशास्त्रीको रूपमा काम गरे। त्यहाँ उनले विश्वका जटिल आर्थिक समस्याहरू समाधान गर्न काम गरेका थिए र यही अनुभव नै पछि उनको राजनीतिक पुँजी बन्न गयो। र सायद सबैभन्दा ठूलो सङ्केत उनले राजनीतिमा प्रवेश गर्नुभन्दा ठिक अगाडि नै दिएका थिए। उनले द ग्रेट अपहिवल अर्थात् महान उथलपुथल भन्ने किताबको सहसम्पादन गरे। यो केवल एउटा संयोग थिएन जस्तो लाग्छ। यो त उनले नेपालमा ल्याउन चाहेको राजनीतिक भूकम्पको एउटा बौद्धिक घोषणापत्र जस्तै थियो। उनको अनुभव केवल किताब र सिद्धान्तमा मात्र सीमित थिएन। उनले UNDP को एसिया प्रशान्त क्षेत्रका 36 वटा देशहरू हेर्ने प्रमुख आर्थिक सल्लाहकारको रूपमा काम गरे। आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई नीतिगत सल्लाह दिन पुगे र 2015 को त्यो विनाशकारी भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन पनि महत्त्वपूर्ण भूमिका खेले। तर प्रश्न उठ्छ, यस्तो विश्वव्यापी अनुभव बोकेको व्यक्ति किन र कसरी नेपालको सक्रिय राजनीतिमा होमियो, र त्यो पनि आफूले दशकौंदेखि समर्थन गरेको पार्टीलाई नै त्यागेर? उनको राजनीतिक यात्राको यो मोडले नै कथाको सबैभन्दा रोचक पाटो खोल्छ। डाक्टर वाग्ले नेपाली राजनीतिका लागि बिल्कुलै नयाँ अनुहार भने होइनन्। उनको पारिवारिक पृष्ठभूमि र व्यक्तिगत विचारधारा देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग दशकौंदेखि जोडिएको थियो। उनले पार्टीको आर्थिक नीतिहरू बनाउन र घोषणापत्र तयार पार्न समेत महत्त्वपूर्ण योगदान दिएका थिए। र त्यसपछि आयो त्यो निर्णायक क्षण। एकातिर थियो नेपाली कांग्रेससँगको लामो र गहिरो सम्बन्ध, जहाँ उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जस्तो महत्त्वपूर्ण पद पनि सम्हाले, अनि अर्कोतिर थियो राष्ट्रिय स्वतन्त्र पार्टी, एकदमै नयाँ र परम्परागत राजनीतिलाई चुनौती दिने एउटा शक्ति। मार्च 2023मा उनले यही नयाँ शक्तिमा सामेल हुने निर्णय गरे, जसले उनलाई तुरन्तै उपनिर्वाचनमा उम्मेद्वार पनि बनायो। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उनको राजनीतिक यात्राको गति त झनै तीव्र भयो। उनी केवल एक सांसद मात्र बनेनन्, बरु पार्टीको एक प्रमुख स्तम्भकै रूपमा स्थापित भए। उनको उदयको गति साँच्चै अविश्वसनीय थियो। अप्रेलमा उपनिर्वाचन जिते र त्यसको केही महिनामै नोभेम्बरमा पार्टीको उपसभापति बने। उनलाई पार्टीको आर्थिक नीतिको आर्किटेक्टको जिम्मेवारी दिइयो र चुनावै क्रममा भावी अर्थमन्त्रीको रूपमा प्रस्तुत गरियो। यो उनको प्राविधिक ज्ञान र राजनीतिक सम्भावना दुवैमाथिको ठूलो विश्वास थियो, र जनताले पनि त्यो विश्वासलाई अनुमोदन गरिरहेको देखिन्छ। 2023 को उपनिर्वाचनमा पाएको 54% मत 2026 को आम निर्वाचनमा बढेर लगभग 61% पुग्यो। यसले के देखाउँछ भने उनको पहिलो जित कुनै संयोग वा आकस्मिक घटना थिएन, बरु एउटा नयाँ राजनीतिक प्रवृत्तिको सुरुवात थियो। अब उनको यात्राको सबैभन्दा महत्त्वपूर्ण मोड आउँछ। एक प्राविधिक र बौद्धिक व्यक्तित्वबाट उनी अब देशको आर्थिक भविष्यलाई नै आकार दिने जिम्मेवारीमा पुगेका छन्। यो उनको पुरानो बौद्धिक काम र नयाँ राजनीतिक भूमिकाको सङ्गम हो।
यो उदाहरणले सबै कुरालाई समेट्छ। डाक्टर वाग्लेले आफैले नेपालका सम्भावनाहरूलाई अतृप्त अवसर भनेर व्याख्या गरेका थिए। अब अर्थमन्त्रीको रूपमा त्यही अतृप्त अवसरलाई साकार पार्ने ऐतिहासिक जिम्मेवारी उनकै काँधमा आइपुगेको छ। एक हिसाबले यो उनको जीवनभरको कामको परीक्षा हो। त्यसो भए उनको आर्थिक दृष्टिकोण के हो त? उनले राजसपाका लागि तयार पारेको आर्थिक नीतिले सामाजिक न्यायसहितको उदार अर्थतन्त्रको वकालत गर्छ। यसको अर्थ के हो भने निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिन बनाउने, तर राज्यले सुशासन सुनिश्चित गर्ने र कमजोर वर्गलाई संरक्षण गर्ने। यो तथ्य र प्रमाणमा आधारित नीति निर्माणमा जोड दिने दर्शन हो, लहरमा होइन। र यी हुन् उनका घोषित प्राथमिकताहरू: भ्रष्टाचार विरुद्ध निर्मम हुने, गुणस्तरीय सडक र ऊर्जा जस्ता पूर्वाधार बनाउने, अर्थतन्त्रमा गहिरो सुधार गर्ने र लगानीको राम्रो वातावरण बनाएर मध्यम वर्गलाई विस्तार गर्ने। यी वाचाहरूले नेपालको आर्थिक जहाजलाई नयाँ दिशामा मोड्ने लक्ष्य राखेका छन्। अन्तमा यो प्रश्न सबैभन्दा महत्त्वपूर्ण छ। 25 वर्षसम्म अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरेका एक टेक्नोक्र्याट अब जनताबाट दुई पटक निर्वाचित एक शक्तिशाली राजनीतिज्ञ बनेका छन्। के विज्ञता र राजनीतिक शक्तिको यो मिश्रणले नेपालको दशकौंदेखिको आर्थिक जडता तोड्न सक्ला? के डाक्टर वाग्लेले नेपालको त्यो अतृप्त अवसरलाई साँच्चीकै तृप्त बनाउन सक्लान्? यसको उत्तर त भविष्यले नै दिनेछ।